म कुनै पनि चीजको मोहमा बस्दिन। मोह बन्धन हो। बन्धन त बन्धन हो, जेको भए पनि, चाहे राम्रोको होस् या नराम्रोको होस्। पिंजडा त पिंजडा नै हो, जेल त जेल नै हो, चाहे फलामको जेल होस् चाहे सुनको जेल होस्। म सुनको पिंजडामा छु भनेर फुर्ती लाएर के गर्नु? पिंजडा त पिंजडा हो, स्वतन्त्रता छैन, बन्धनै हो। आनन्द पनि बन्धन हो। आनन्दातीत स्थिति मोक्ष। ज्ञान पनि बन्धन हो। ज्ञानातीत अवस्था मोक्ष हो। मोक्षको अभ्यास कुनै पनि प्रकारको मोह आफूमा छ कि छैन हेर्ने, मोह त्यागिदिने। चाहे राम्रो होस् चाहे नराम्रो होस्, म कुनै मोहमा बस्दिन। मोह मुक्त हुनु नै मोक्ष हो।